चाहिँ हामी जर्सिङ बोवातिर लाग्दैछौँ। तिनजना तिनवटामा सर र बसन्त चाहिँ यहाँ अगाडि कुरिरहेको छ। कहाँ छ खोइ कहाँ छ बसन्त? बसन्तजी कता हो? बसन्तजी गायब। ए आयो आयो। हेलो बसन्तजी, के छ अलि चल्ली? चल्दिउँ ल। एउटा स्कुटर, दुईटा बाइकमा सर र सिभिलमा। यहाँबाट आधी घन्टा जति लाग्छ जर्सिङ पुग्न। एकछिनमा भेट होला अब। यस्तो यो बाटो के हेर्नु। यो चाहिँ हाम्रो मुलपानी क्रिकेट ग्राउन्ड। के भयो यहाँ क्र्यास भयो क्या? आम्मा यहाँदेखि भित्र त बसले के गर्दैछ? लफडा पर्ला है अब। पुरै आइजो भन्दैछ त। दुर्गा प्रसाद हो क्या? आओ जर्सिङ बोवा 14 किलोमिटर। त्यो पानी पर्छ जस्तो छ बादल हेर्दा त। पानी पऱ्यो भने बिजोग हुन्छ। दाची आइपुग्यो। अब निशानको स्कुटरको क्यामेरा एङ्गलबाट हेर्नुपर्छ जस्तो छ। हामी चाहिँ अब ठ्याक्क डाँसीबाट तल झरेर अगाडि बढ्दैछौँ। एउटा खालको अगाडि छ। अब यता म पछि गइरहेको छु। आजको हाम्रो यात्रा चाहिँ जर्सिङ बोवासम्म होइन, ट्याक्क एकछिन जाने त्यहाँ रमाइलो भयो। सर्ट राइड फ्रम काठमाडौँ भनेर जाने हो। आनन्दले साउन्ड चाहिँ कति गरेको भइरहेको छ। टेस्ट माउन्टमा गोप्रो हालेर यताबाट बोलिरहेको छु। ट्याक्क बेला स्पिड ब्रेकिङ हुन्छ गाइस, त्यही भएर हामी एकदम बिस्तारै जानुपर्छ। घन्टा उताबाट अघिलाई हुन्छ खासै यताबाट जाने हुँदैन भन्दा नि त्यस्तै हो। एकपल्ट जोस् तर बिस्तारै जानुपर्छ, घरको हुँदैन। मौसम चाहिँ अघि मजाले घाम लागिरहेको थियो। अहिले चाहिँ पानी पर्ला जस्तो कालो बादलहरू देखिरहेको छ अगाडि। हामी गएर एकछिन बस्ने पानी नपरेको हुन्थ्यो। पानी पऱ्यो भने बर्बाद हुन्छ फेरि। एउटा गोले रेनकोट पनि नलिकन आएछ। पानी पऱ्यो फेरि सरर भिज्दै
यो साइडले दामी बनाएको छ। तेल हाल्नु पर्ने रहेछ। फेरि हिजो मदन जस्तै तेल सकेर स्टार्ट नगऱ्यो भने त तनाव हुन्छ जिन्दगीमा। है अब ट्याक्क तेल हाल्यो, बस्नु ब्रो तेल हाल्दैछ। जल्दी बसन्तजीले कहाँबाट लानु लाग्यो? बसन्तले नयाँ बाटो लग्यो है आज। ल गाइस, क्यामेराम्यान चेन्ज, राइडर चेन्ज। अब हामी जानेछौँ बद्रयोगिनी मन्दिर। दुईवटा राइडरहरू पछाडि, दुईवटा राइडरको पालै पिलो क्यामेरा चेन्ज भयो। अब पालो मेरो। पानी पर्ला जस्तो छ, रेनकोट बोकेको छैन। गाइड मन्दिर आइपुग्यो, बद्रयोगिनी मन्दिर। यही मन्दिर यहाँ तल छ। हामी धर्म गर्न आएको। भेट्नु पर्ने साथीहरू। हजुर हेलो फ्रेन्ड्स, भाग्यो यार साथी त। हिँडे मान्छे बसन्तले हामी कहाँ लिएर बद्रयोगिनी मन्दिरको नयाँ बाटो लग्यो भन्दै दङ्ग पर राखेँ मजा लाग्यो। रहेछ यार। बद्रयोगिनी भ्रमण खतम। अब हाम्रो यात्रा दक्षिण गोवातिर।
पानी पर्न थाल्यो अगाडि झापाली सम्धि इनोसेन्ट केटा म अगाडि कुद्दैछ साँखु यहाँबाट 2 किलोमिटर मात्र मलाई आधा खाने बढी अब हामी जाँदैछौँ साँखु हुँदै बज्रयोगिनीको बाटो सरी हामी बज्रयोगिनीबाट फर्क्यौँ अब साँखु हुँदै गएको जानेछौँ साँखु बजार आइपुग्यो साँखु बजार यही नै हो साँखुको नयाँ बजार हो पुरानो बजार छ अघि हामीतिर इटा छापेको बाटो थियो त्यही वाला हो अब अगाडि बढ्छौँ आयो नि अनि तैँले काटेछ नि त्यो बाटो मैले हेर अनि खोज्दै थिएँ एकछिन त अनि कटेपछि देखेको ल ठिक छ अब आइहाल्यो नि हाम्रो बाटो ल अगाडि हाम्रो घडी पनि बजेको छ अहिले ट्याक्क लाएर 1:57 भएको छ सानो बाटी अझ एकदम पुरानो स्यान छ अनि मोडिफिकेसन त भएको छ धेरै हदसम्म सानो बाटी हेयर अब त्यो काठ कारखाना लान्छ सहिलो छ यहाँ त दम 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 प्रमुख आएर नआएको पालुबारी होइन यो त पारीको भालबारी हामी जर्सिङ पौवातिर केटाहरू कहाँ पुगिसके क्यामेरा मिलाएको केटाहरू फरार भइसके रिभर क्रसिङ बाप रे बाप के हो पढै हान्थ्यो त रिभर क्रसिङ पढै दियो है कुलो क्रसिङ कुलो अगाडि त ग्रुप 90 अगाडि सुजुकीको बसमा हामी आइसकेको छौँ खेती खोलाको पुलमा अब बाटो त ठाडो उकालो उकालोबाट सुरु हुँदैछ
हरियाली रहेछ अहिले त बर्खाको बेला त दामी हुन्छ स्याहार नारायणेश्वर मन्दिर जान्छ यहाँबाट हौ दर्सिङ जाने चाहिँ माथिबाट के बनाएर रहेछ त्यहाँ माथि होटल सोटल के बनाए जस्तो छ त्यो यहाँ नि सोलर लाइट रहेछ त पोलमा नाली सफा हुँदो रहेछ पुरै यहाँ आइपुग्यो आइपुग्न लाग्यो दर्सिङ पौवा फाइनल्ली मौसमले चाहिँ साथ दियो है त्यो माथि पुगेपछि चाहिँ पानी पर्ने हो कि हाम्रो बसन्त सरले रेनकोट नि लिएर आएको छैन आयो 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 Welcome to Dharsiङ पौवा दोस्रो दर्सिङ पौवा अरे के हो यो त नुवाकोटमा कहाँ भने दर्सिङ पौवा अब बस स्टप किन रोक्न लाग्यो हो चपनी कुरो किन्न लाग्यो हो के हो तल त घाम लागिरहेको छ दामी चपनी कुरो किन्न लाग्यो ल पानी लिएर अहिलेसम्म साथतिर चाहिँ जे होस् घामै लागेको छैन रहेछ ल आइपुग्यो फाइनल्ली बज्र योगिनी मन्दिर घुमेर ल चल दिया विद्यालय क्षेत्र भोटेचौर जाने हो नाङ्ले भारी मेलम्ची दर्सिङ पौवा पनि लेख्नुपर्छ नि त ए दर्सिङ पौवा त यही हो के अरे दर्सिङ पौवा डाँडा के भन्छ त्यसको नाम हो ठाउँको नाम हो हो यो यहाँबाट चट्ट लाएर लेफ्ट लाग्दिनु पर्ने हुन्छ हामी आर्मीको गाडी रहेछ नि यहाँ त के हो यहाँ पनि अब टिकट काट्नुपर्ने बनाउँछ कि के हो फेरि बास बुर्लुक
आर्मीहरूको पिकनिक हो क्या आज क्याम्पिङ के हो केटा हो बन्द पो छ त हाँ क्या कर दिया लखर लखर हिँड्न पर्ने भयो अब हामी हिँड्न त मन थिएन किन यस्तो गरेको होला किन यस्तो गरे हो ल हामी चाहिँ जर्सिङपोवा त आइपुग्यौँ तर बाटो निर्माण कार्य भइरहेको भएर बाटोमा रुखसुख काटेर छेकेर राखिरहेको छ बाटो अब यसरी लखर लखर हिँड्दै जानुपर्ने हुन्छ हाइकिङ झोले भएर हिँड्दा चाहिँ झोला बोकेर यहाँ झोले छ यहाँ पानी छ अर्को पानी छ झोले र पानीहरू लखर लखर अब चट्ट काम त छ काम सकेर आएको छ ल यही ढलानले गरेर रहेछ बाटो बन्द भएको यहाँबाट माथि चाहिँ कहिले हो अर्को वर्षको बजेटमा गर्छ अरे बसन्तजीको अनुसार ल यहाँ पनि रुख ढल्या छ ढाल्या छ यस्तै रुख ढाली ढाली बाटो छेक्ने हो किन ढाल्या यो रुख चराको विशेषज्ञ छ यहाँ एउटा अगाडि चरा चिनाउँदैछ बसन्तलाई यहाँ चाहिँ पानी पर्ला जस्तो भइरहेछ तल त घाम लागिरहेछ दामी सर्लक्कै गोठाला गोठाला भरे पोलिदिनु हुन्थ्यो क्या यहाँ बसन्तले चाहिँ बुढी नजर लाउँदैछ है बाख्रामा बुढी नजर लाउँदैछ बाख्रा हेरेको बाख्रे मरो हामी चाहिँ सोझो बाटो जाँदै थियौँ बसन्तले यहाँ डाँडा चढ्दिउँ भन्दैछ यहाँ उत्रो गलत बाटो रहेछ भने बसन्तले हामी दुईजनालाई 2 टिप बोकेर लान्छ है ल यस्तो बाटो जाँदैछ बसन्त यहाँ छोटो मिठो बाटो छोटो मिठो चिप्ल्यो भने चाहिँ अनि झन् छोटो हुन्छ यहाँ कसको घर पो लिएर आयो यहाँ त मकैबारी भन्दै दर्याम दर्याम भनेर बसन्तजी के गर्नुभयो यो के बोल्न चाहनुहुन्छ तपाईँ स्टन्ट सोझो बाटो आएको मान्छेलाई बेकारको त्यत्रो डाँडा चढायो लास्टमा फेरि झर्नु पर्यो उताबाट चढेको यहाँबाट फेरि झर्नु पर्यो अब ल आइपुग्यो हाम्रो प्यारो जर्सिङपोवाको डाँडामा के को टुप्पो देखिरहेको त्यहाँ त ए अँ के पिकनिक रे ड्राई पिकनिक भन्दो रहेछ हामी चाहिँ अब यस्तो खाँदैछौँ त्यस्तै हो के हो चना चिन्दैन मोरा के आइटम छ पटाटा खाँदैछु पटाटा छ अनि बसन्तको फेभरेट केरो पनि छ पानी छ हामी चाहिँ कोक खान्छ एक्वाछु
साथीहरू कहाँ आयो यो अर्काको मकै घारी मकै घारी गाँजाबारी कस्तो लाग्दैछ सर छैन बाटो यहाँ मुनिबाटै उयो बाटो बसन्तले कहाँ लिएर आयो यार मकै पन्साउँदै पासेर अब हात हाटी हाम्रो निशान सर यताबाट आउँदैछ हाम्रो गाइड चाहिँ यहाँ छ है ल खेते हिँडेर निस्क्यो है हाम्रो बाटो बल्ल छैन यसै साथ हाम्रो जर्सी पौवा यात्रा समाप्त झर्दियो के हो माथि गएर आउने हो होइन टुप्पोमा भने माथि गएर आउनु ल तन्ने मान्छे त जाउँ माथि गऊ फेरि आइपुग्यो हो यही जर्सिङ पौवातिर र अघि यसरी आनन्दले आइन्थ्यो है बेकारको अहिले बाइक त्यत्रो भित्राको नहेरेर भने
तानिदिनुपर्ने हुन्छ अब एक लट ओइ बाइक त के हो दामी ढल्क्यो त्यहाँ त नलडाइ काम छ अब यहाँबाट नि यो बाइक कसले तानिदिने हो कि थाकिसक्यो हो म त पसिनै पसिना भयो थेट गाइस हामी अब यहाँ दर्शन बाबुबाट निस्क्यो दर्शन बाबुबाट डाइरेक्ट टु द हरेक बर्खामा एक ट्रिप गरेर जान्छ माथि बढाएर बाटो पुरै बदल्छ यो अघिल्लो उसको ढुङ्गाहरू हो अझै हटाएको छैन अघिल्लो बर्खादेखिको ढुङ्गाहरू
पानी पर्यो पानी घर जाँदा जाँदै सक्यो अब योपालिलाई यति नै होला जस्तो छ हाम्रो अर्को ब्लगमा अर्को ब्लग लाइक शेयर सब्स्क्राइब बाई बाई